नेपाल र कुवेतको म्याच हेर्नु होला क्रिकेट फाइनल होइन। यो धुन्धकारी हाम्रो खेलाडीहरूले कहिले पनि म्याच जित्ने भएन, किनभने यिनीहरू कामै लाग्दैन, कागजी सेयर मात्रै भयो है। किनभने कुवेत त्यस्तो ठुलो टिम त होइन, तर पनि यिनीहरू यति बेइज्जत तरिकाले हार्यो है। अचम्म नाम चलेको कागजी सेयरहरू होइन। कुशल मल्ल अरे मल्ललाई त अब नेपाली T20 होइन, मल्ललाई त एकदम रेस्ट दिनुपर्छ। मल्ल आएपछि त नेपालको ब्याटिङ लाइन तल्लै तल्ल हुन्छ है। रोहित पौडेल अरे पौडेल आउने बित्तिकै त के हो टेस्ट खेल्नु थालिहाल्नुहुन्छ त्यो भाइ, T20 खेल्नु छोडेर है। क्याप्टेन हो दिपेन्द्र सिंह ऐरी अरे। ऐरी भनेको त अब कस्तो खालको सिंह टाइगर भन्छ भने त्यो सिंह पलाएको टाइगर के, फाइनलमा कहिले पनि नदेखाउने। अनि भुर्तेल अरे मामा अरे, मामाले हामी पब्लिकहरूलाई लगाइदियो जामा। फाइनलमा यिनीहरू जहिले यस्तै गर्छ। धन त अलिकति यादव र बसिरले राम्रो गर्यो, हामीले अहिले चाहिँ नयाँ खेलाडीहरू पायौँ। अब NPL खेलाउँदा या नेसनल टिम खेलाउँदा यिनीहरू उमेरै त कलिलै हुन्, तर क्रिकेट खेल्नु थालेको चाहिँ धेरै भयो। यी बुढाहरू भइसके, उमेरले सानै भयो भने परिपक्व भइसक्यो। अब यिनीहरूबाट केही सुध्रिँदैन नेपाली क्रिकेटहरू है। यिनीहरू सबै कागजी सेयर मात्रै हो, यिनीहरूबाट सुध्रिँदैन। अब क्यानले चाहिँ नयाँ खेलाडीहरू ल्याउनु पऱ्यो कि, कलिलो खेलाडीहरू। यिनीहरू कलिलो भए पनि यिनीहरू यो पुरानो खेलाडीहरू चाहिँ अब हामी पैसा पाइहाल्छौँ भनेर यिनीहरूलाई मतलब पनि छैन। यिनीहरू छेर्नु थालिहाल्छ फाइनल भन्ने बित्तिकै, तुर्र छेर्छ, मुच्छछ, यिनीहरू डराउँछ होइन। र यिनीहरूले फाइनल जित्नु अनि केपी बाले देश बनाउनु भनेको एउटै कुरा हो। मलाई चाहिँ विश्वास छैन कि कसो गाइस।